भयो भयो यो तिमीहरूको रोना ठोना जहिले आने फर्काएको छ एक दिन होइन 2 दिन होइन जहिले पनि फर्काएको छ कति पर्खिँदा वर्षौं महिनौं बितिसक्यो अब त म पर्खिनेवाला छुइनँ मैले तिम्रो बाल बच्चाको अनुहार हेरेर मात्र छोडे अबदेखि म छोड्नेवाला छुइनँ आज त म जसरी भए पनि लिएर आएँ तिमीहरूसँग पैसा माग्न आउँदा मलाई नै लाज लागेछ अलिकति पनि तिमीहरूसँग लाज बाँकी छ भने कोठा नै छोडेर तिमीहरूलाई जति विश्वास गर्यो त्यति नै कहिले आउँछ भोलि जहिले पनि भोलि भने कहिले आउँछ त्यो भोलि पैसा नै सही छ ती इतिहास यति पैसा लिएर मलाई पुग्छ पैसा नै सही छ टिकट त्यस अरु कुरा मलाई थाहा छैन भोलि 5 बजे भित्र पैसा दिनु भएन भने भित्रै राखेर म ताला मारेर जान्छु पैसा नै सही छ टिकट त्यस
ओहो बहिनी आमा त देखिनै छाड्नु भयो नि आमालाई अलिअलि सन्चो थिएन त्यही भएर तरकारीको अलिअलि पैसा बाँकी थियो आमाको त नाकमुख नै देख्न गाह्रो पऱ्यो ए कति बाँकी थियो र दाइ आमा फेरि कस्तो हुनुहुन्छ भने नि मलाई गाह्रो पर्ला भनेर कता के बाँकी थियो केही पनि भन्नु हुँदैन त्यस्तै 1800 जति बाँकी थियो अब उधार लगेपछि मान्छे देख्नै गाह्रो पर्ने मैले त आशै नै मारिसकेको थिएँ धन्न बहिनी आएछ यो शुद्ध गरेर पुरानो यो शुद्ध गरेर ठ्याक्कै 2000 भयो पैसा त पुगेन अहिलेको लागि 1400 छ बाँकीको पैसा पर्सि आउँदा दिन्छु नि हुँदैन 1400 त तिम्रो आमाले पनि त्यसै भनेर पुरानो सबै उधार बाँकी राख्नु भयो अहिले आउनु नै छोड्नु भयो आमा बिरामी भएर नआउँदा त्यस्तै तपाईँको पैसा खाएरै भाग्नु पर्यो म किन आउँथेँ होला अहिले मेरो हालत निकै खराब छ दाइ अहिलेको लागि यति राख्नुहोस् म तपाईँलाई 2-3 दिनभित्र सबै पैसा दिन्छु मलाई पनि त गाह्रो पर्छ मैले पनि त छोराछोरी पढाउनु पर्छ खानु परेन मैले चाहिँ त्यसरी त हुँदैन मैले पनि बुझेको छु दाइ मैले पनि दिनै नदिन खोजे त होइन नि आज आमा आउन भ्याउनु भएन त्यही भएर म अबदेखि तपाईँको सबै हिसाब किताब मसँग राख्नुहोस् म सबै टाइममै ल्याएर दिन्छु अनि तपाईँलाई अप्ठ्यारो पनि पार्दिनँ ल अब यस्तै गाह्रो साह्रो परेको बेलामा मैले मात्र कति कर गर्नु अब तिम्रै अनुहार हेरेर भयो भने मैले यसपालि चाहिँ दिने भएँ यो पालिलाई यस्तै भयो दाइ अर्को पालिदेखि सबै ल्याइदिन्छु मेरो बाछा भयो तपाईँलाई साह्रो महँगो हो यो यहाँ मोमोको 250
सेको हेर्नु सेको 1000 रुपियाँ किलो रे हो त जाउँ चुप लगाएर मगा न म छु त भाइ यहाँ आऊ न अलि फास्ट है दाजु यो के लेखेको हेर्नु न कस्तो अप्ठ्यारो हो पढ्न आएन भन्न बरु होइन के दाजु हेर्नु साँच्ची नै अलि कस्तो कस्तो अलि मिस्टेक लेखेको छ हेर्नु नि ए त के लेखे पढ्न आउने चिज मगा न यस्तो बिल्ला नहाल्नु न हौ पब्लिक ठाउँमा साँच्ची नै मिस्टेक छ क्या यहाँ हेर्नु राम्रोसँग हेर्नु न याद ओ टी के हो उसले तिमीलाई साह्रै नै टर्चर दिने भयो होइन ठिकै छ सर अब त गाली खाने पनि बानी नै भइसक्यो फेरि म काम पनि गाली खाने मात्रै गर्छु त्यसमाथि साहिल सरको कडा रिस अनि सानो सानो गल्ती पनि देख्न सक्नुहुन्न म त आजकल घरबाट अफिस निस्किँदा पनि गाली खान्छु भनेर प्रिपेयर भएर निस्किन्छु त्यही भएर आजकल साहिल सरको गाली सुन्ने त बानी नै भइसक्यो यसरी हुँदैन निशा तिमी घरकी जेठी मान्छे अर्काको अगाडि लाचार भएर कमजोर भएर सुनिराख्नु हुँदैन के यो छ नि यो के लेखेको पढ्ने अलि अप्ठ्यारो भयो टाइपिङ मिस्टेक जस्तो छ होइन सर हाम्रो यो डिस्को नामै यही नै छ पढ्न आएन भन्न तल होइन कि त यहाँ हेर्नु नि राम्रोसँग टाइपिङ मिस्टेक जस्तो छ कि त्यसो भए सबै मान्छेले लेख्नु पर्यो मलाई पनि एक्सेस छ लेख्नेवाला तैँले मेनु जति हेऱ्यो भने अर्डर गर्ने भनेको मोमो नै हो त्यही मगा है त्यो प्लेट मोमो हुन्छ सर अरू के लिनुहुन्छ सर अलिक पर्दैन अलिक पछि हस् सर फेरि गल्ती नभएको खण्डमा बोल्नुपर्छ जवाब दिनु सक्नुपर्छ कहिलेकाहीँ तिमीलाई देख्दाखेरि मलाई तिम्रो बुवाको सम्झना आउँछ एकदम लडालुको खालको मान्छे आफ्नो गल्ती नभएको खण्डमा या कुनै कुरा चित्त नबुझेमा धटेर लड्न खोज्ने त्यस्तो खालको मान्छे थियो तिम्रो बुवा तर तिमीलाई देख्छु ठ्याक्कै उल्टो सायद बाबाको छायामा हुर्किन पाएको भए म पनि त्यस्तै हुन्थ्यो होला तर संसार बुझ्न नपाउँदै बाबाको सहारा गुमाउन पुगे म पनि तिम्रो बुवा जस्तै त हो मैले पहिला पनि भनेको थिएँ तिमीलाई जस्तो सुकै समस्या भयो भने मलाई भन्नु भनेर बाबा जस्तो हुनुहुन्छ तर बाबा नै त होइन नि तपाईँले आजसम्म हाम्रो लागि जे गर्नुभयो धेरै गरिसक्नुभयो आफ्नो कम्पनीमा काम दिनुभयो त्यो नै मेरो लागि सबैभन्दा ठुलो सहयोग थियो र योभन्दा बढी मेरो स्वाभिमानले नि स्वीकार्दैन र तपाईँको बोझ पनि मलाई बन्नु छैन होइन हौ दाजु पैसा भनेर चाहिँ यति धेरै महँगो अनि यो अमलाको दाना जत्रो छ त पुगेन भने ल मेरो पनि खा होइन नि दाजु अब दाजुको यत्रो ढाडे जत्रो जिउ छ दाजुलाई नै पुग्दैन भनेर नि मलाई त पुग्छ मैले मेरो छोरालाई सही ढङ्गले नै हुर्काएको थिएँ कुनै कमी हुनु दिएन तर खै
त्यसलाई र त्यसको व्यवहारलाई अहिलेसम्म बुझ्न सकेको छैन। सबै कुरा त पुर्याउनु भयो, तर सायद कतै मायाको कमी थियो कि। बुवा आमालाई सधैँ यस्तै लाग्छ कि सबै कुरा त पुर्याइदिएकी छु, खानालाई खाना, लाउनलाई लुगा, बस्नलाई घर, पढ्नलाई स्कुल। तर यो सबै पुर्याउने सिलसिलामा माया पनि गर्नुपर्छ है भन्ने कुरै बिर्सिन्छन्। जसले कहिले माया पाएन, माया भन्ने के हो भन्ने महसुस नै गर्न सकेन, जसले सानै उमेरमा मायाको भावना जान्नुपर्ने उमेरमा मायाको भावनै जान्न। अनि आफै सोच्नुहोस् न, भावनै बिनाको व्यक्तिसँग सम्बन्ध कसरी राख्ने? हेर निशा, म यसरी व्यस्त रहेँ कि यो व्यापार व्यवसायमा साइड होला मैले सम्बन्धलाई बलियो बनाउन सकिनँ। म यो पनि चाहन्न कि साहिल पनि म जस्तै व्यापार व्यवसायमै डुबेर आफ्नो जीवन जिउन छोडोस्। त्यसैले मैले यो अफिसमा पठाएको कारण पनि त्यहाँको अरूको जीवनलाई नजिकबाट निहालेर हेर्न सकोस्, बुझ्न सकोस् भनेर। तिमीले भने जस्तै सम्बन्ध, भावना र मायालाई र मायाको अर्थ बुझोस् भनेर। तर के गर्ने, भागदौडको दौरानमा एउटा बिरुवालाई रोपेको थिएँ, तर त्यो बिरुवालाई स्याहार सुसार पनि गर्नुपर्छ भन्ने बिर्सियो। तर आज आफ्नै छोराको त्यस्तो व्यवहार देख्दाखेरि मलाई पछुतो लाग्छ। अझै पनि समय छ, अहिले केही बिग्रेको छैन। सायद जीवनमा ढिलो भन्ने कुरा केही पनि हुँदैन। अब एउटा ठुलो रुखलाई लिनुहोस् न, त्यो रुख आजको भोलि नै त यत्रो ठुलो भएको होइन। वसन्त, शरद, वर्षा जस्ता कैयौँ ऋतुहरू पार गरेर आज आफ्नो बलमा खडा उभिएको छ। जति नै ठुलो हावाहुरी आए पनि त्यो रुखलाई लडाउन सक्दैन। बिरुवादेखि हाँगा हुँदै रुखसम्म त्यसले धेरै परिवर्तन गर्दै आएको छ। हरेक मौसमसँग मिल्दै आएको छ। त्यस्तै मान्छेको जीवनमा पनि उमेर र समयसँग कैयौँ परिवर्तन आउँछ। आशा छ तिमीले भने जस्तै साहिल पनि त्यो रुख जस्तै खडा भएर उभिएको हेर्नु पर्यो। आजभोलि दाजुलाई के भन्छ? त्यो लकेट आएदेखि त पुरै होस हवासै गुमाएछ। जहिले यस्तै